हेलो हेलो सम्पूर्णमा नमस्कार नमस्कार। के गरौँ यसो नबोलाउँ भने पनि है यसो दुई शब्द त बोल्न मन लागिहाल्छ। अब के गर्नु, देशमा छु है, बिहानै ड्युटी गयो, 12-15 घन्टा ड्युटी गर्नुपर्छ। अनि बेलुका आएपछि यसो मोबाइल हेऱ्यो। नेपालमा त म त पुरै आन्दोलन देख्छु। कोही राजावादी भन्ने छ, कोही गणतन्त्रवादी भनेको छ है, झगडा गरेको छ, एउटा झुटो आश्वासन फैलाएको छ, गरिब जनताका छोराछोरी उफारेका छन्। यो चोर दलालहरूले आफ्नो छोराछोरी चाहिँ यो उसमा आन्दोलनमा ल्याउँदैन, आफ्नो छोराछोरी चाहिँ सबै विदेशमा राम्रा राम्रा कलेजमा राम्रा राम्रा देशमा पठाएका छन्। ती गरिब जनतालाई यसो भनेका छन्, उसो भनेका छन्, सडकमा उफारेका छन्। हाम्रो नेपाली जनता नि त्यतिकै भेडा भनेर त्यस्तै छन्, हो भनेका छन्, पाली पिरेका छन्, पछाडि पछाडि यहाँ छन्, कुद्या छन्। हेर्नुहोस् है, अहिले हेर्नुहोस् त्यो दुर्गा परसाई भन्नेले फेरि राजा भनेको छ, फेरि राजा ल्याउँछु भनेका छन्, उफ्रेका छन्, उफारेका छन्। उतातिर प्रचण्ड भनौँ गणतन्त्र भनेका छन्, फेरि अब गणतन्त्र बचाउनुपर्छ भनेका छन्, यतातिर फेरि उफारेका छन्। आफ्नो छोराछोरी भने उहाँ कोहीलाई यसो के बनाएको छन् आफन्तलाई, कोहीलाई मेयर बनाएको छन्, कोहीलाई के बनाएको छन्। हेर्नुहोस् है, अनि त्यो दुर्गा परसाई भन्नेले के बोलेका छन्, त्यो कसैले नपताउने कुरा। मेरो सम्पत्ति सिद्ध्याउँछु, यो नसिद्धिन्जेलसम्म यो दलालहरूको विरुद्धमा लड्छु, बरु मेरो सम्पत्ति सकोस्, यसलाई त म सिद्ध्याएरै छोड्छु भन्छ। त्यो चाहिँ फटा नै हो भन्छ है। यो यहाँ के छ भने यो बाहुनहरूले हो फेरि यो फटा गर्ने, झुटो बोल्ने, सत्ता आफै लुट्ने, अरूलाई तल मुनिकालाई सबैलाई लडाउने जुदाउने। त्यो दुर्गा परसाईले चाहिँ यो नपत्याउने त्यो कुरा के गरे, 20 लाखभन्दा मुनिका ऋण बिना भनेका छन् होइन। बरु ब्याज दर घटाउँछु भनेर एउटा सोच्यो पनि होइन। अगाडि ऋण खाएपछि त ढिलो चाँडो बरु तिर्नु नै पर्छ होइन। यो एउटा आफ्नो चाहिँ इमान्दारिता गर्नैपर्छ होइन, तिर्नुपर्छ। उसले त मिना भनेका छन्। अनि त्यो अहिले त्यो नेपालमा ऋण नखाने मान्छे छैन, फेरि त्यो ऋणीहरूलाई पछाडि पछाडि कुरा छन्, हो भनेका छन्, अरूले पनि पत्याएको छन् होइन। यस्ता छन् है। के गर्नु हो, नेपालमा कहिले पनि नसुध्रिने भयो। अनि त्यही भएर नेपालीका छोराछोरी के भयो भने अब नेपालमा केही नहुने भनेर अब विदेश पलायन भएको छ। आफ्नो देशमा चाहिँ कसैले केही गर्न नचाहने भयो। बरु तिमीहरूले यसरी चाहिँ दुनियाँ मान्छेहरू चाहिँ काठमाडौँमा आन्दोलनमा उफार्नुको सट्टा दुनियाँले देशैभरि उफारेका छन्। त्यो भन्दा बरु हर्क साम्पाङले जस्तो बरु मान्छे बटुल, बरु एउटा श्रमको बरु अभियान चलाउनु, बरु त्यसरी काम गऱ्यो भने बरु म पनि आउँछु त्यसमा सहभागी हुनलाई। तर तिमीहरूको पछाडि झोले भएर उफ्रिनुलाई चाहिँ म आउँदैन। हेर्नुहोस्, कोही साथीहरू नहिँड्नु होला यस्तोको लागि पछाडि। त्यही भनेर मैले तपाईँहरूलाई एउटा सल्लाह सुझाव दिन आएको छु। हेर्नुहोस्, यसरी चाहिँ अब मुलुक बन्दैन होइन। अब साँच्चै यदि मुलुक बन्ने नै हो भने बेलायतमा राजा छ, बेलायत त्यत्रो शक्तिशाली राष्ट्र भएर विकास भएको छन्, राजाले नगर्ने होइन, गरेका छन् है। अब अमेरिका एउटा चाहिँ अब राष्ट्रपतिले चलाएको देश, अमेरिका त्यत्रो छ शक्तिशाली, अब विश्वकै शक्तिशाली राष्ट्र हो। हेर्नुहोस्, चाइना हेरौँ त्यस्तै छ होइन। यदि साँच्चै देश यदि विकास गर्ने हो भने तपाईँको राजाले पनि गर्न सकिन्छ, यो अहिलेको जुन यो दलहरूले पनि गर्न सकिन्छ, नगर्ने होइन, गर्न सकिन्छ। तर यहाँ के छ भने एउटाको एजेन्डा ल्यायो, अर्को एजेन्डा ल्यायो, अनि त्यही भएर यहाँ चाहिँ देश लुट्ने भन्दा अरू केही गरेको छैन है। अनि यतातिर गणतन्त्र भनेको छ, उतातिर राजतन्त्र भनेको छ होइन। तर यिनीहरूको कुनै पनि तन्त्र होइन, यिनीहरूको तन्त्र भनेको गिरातन्त्र हो, जनता उफार्ने हो, लडाउने हो, जुटाउने हो। अनि मुलुकलाई यिनीहरूले पछाडि धकेल्ने काम गरिरहेको छ होइन। त्यही हिसाबले यिनीहरूको कुरा तपाईँहरूले कसैले नगर्नु होला है। त्यही भएर म चाहिँ अहिले नेपालमा छैन, विदेशतिर छु है। अब किनभने आफ्नो परिवार पाल्नका लागि, आफ्नो होइन ज्यान पाल्नका लागि चाहिँ म विदेश आएको छु। हेर्नुहोस्, नेपालमा नगरे होइन, मैले लामो समय व्यापार बिजनेस गरेकै हो। नेपालमा धेरै गाह्रो छ, कुरा काट्ने धेरै छन्। हेर्नुहोस्, व्यापार व्यवसाय गर्न धेरै गाह्रो छ, मान्छे कम छ, विदेश गएको छन् मान्छेहरू, अनि व्यापार चल्दैन, ब्याज दर महँगो छ। यस्तै आन्दोलन हुन्छ, के हुन्छ, व्यापार अनि बन्द हुन्छ, बन्द हडताल भयो, के भयो कसो भयो होइन। अनि त्यहाँबाट नेपालमा चन्दा भन्छ, के भन्छ, कसो भन्छ। नेपालमा चाहिँ यो दलहरूले फेरि ल तपाईँ त एउटा समाजसेवी मान्छे हो, हामीले सहयोग गर्नु पऱ्यो भन्छ, सहयोग माग्न आउँछ अब होइन।
अब नेपाल कसरी बिग्रियो भन्यो भने यो कर्मचारी तन्त्र र यो दलतन्त्रले देश बिग्रियो हेर्नुहोस् है। यो कुलमान घिसिङ जस्तो यति राम्रो मान्छेलाई यिनीहरूले काम गर्न दिँदैन। तपाईँको स्पष्टीकरण सोधेको छ तपाईँको कहिले चाहिँ अब कुलमान घिसिङले लोड सेडिङ मुक्त गर्यो होइन, यो भारतले गरेको भनेको छ, झुटो बोलेको छ हेर्नुहोस् है। यति छन् कि मलाई लाग्छ त्यो दीपक खड्का त्यो ऊर्जा मन्त्री त्यो छन् त्यो यसले चाहिँ के गर्यो भन्दा कति करोड पैसा तिरेर मन्त्री भएको थियो होला। अनि त्यो तिरेको पैसा चाहिँ उठाएर आफू कति कमाउँदा भनेर यसले चाहिँ योजना बनाएको थियो। जब यसले यो बनाउन सकेपछि के हो भने यो बौल आयो। भएपछि अनि त्यो कुलमान घिसिङलाई अनि बर्खास्त गर्छु भनेको छ, के भनेको छ भनेको छ होइन। अनि यो यस्तो खडाले देश चलाउन सक्दैन। यसले सकिन्छ यदि हो भने यसलाई तुरन्तै राजीनामा यसले दिनुपर्छ नैतिकताको आधारमा। यस्ता फटाहरूले देश बिगार्छ। त्यही हिसाबले यदि देश राम्रोसँग विकास गर्न सक्छौँ भने जनजातिको छोराले गर्न सक्नुहुन्छ। बरु कुलमान घिसिङले राजा बनाउनुहोस्, प्रधानमन्त्री बनाउनुहोस्, नभए बालन शाहलाई बनाए पनि हुन्छ। यिनीहरू अहिलेको यो बाहुनहरूले चाहिँ देश बेच्ने भन्दा केही गर्दैन। यिनीहरूको पछि लागेर देश विकास गर्ने। ल हजुर ल नमस्ते। ल मेरो भनाइ कस्तो लाग्यो यसमा तपाईँहरूले आफ्नो कमेन्ट गर्नुहोस् है। मैले बुझेको जानेको कुरा मैले तपाईँहरूमाझ मैले दिएको छु। अब यसमा कुनै मेरो गल्ती कमजोरी छ भने तपाईँहरूले यसको लागि सन्देश दिनु है त।